सो हेलो गाइज, वेलकम टू माई ब्लग। मैले आज मेरो घरमा सायद कोही हुनुहुन्न, आमा बहिनी कोही छैनन्। त्यो भएर आज खाना मैले नै बनाउनु पर्ने जस्तो छ भन्दा नि खाना मैले नै बनाउने हो आज। त्यो भएर आज तपाईहरुसँग भिडियो पनि बनाइहालौँ भनेर सेयर गर्न मन लाग्यो। त्यसपछि अब के छ बचेको हेरौँ। अघि दिउँसो 2-3 बजे खाना खाएको, फाइनल्ली दाल चाहिँ बचेको रहेछ। त्यसपछि अरू हेरौँ। यसलाई यता साइडमा राखौँ होइन, फटाफट क्लिन गरेर त्यसपछि खाना बनाएर खाइहाल्ने हो फेरि। ल भात चाहिँ रहेछ थोरै छ, त्यो चाहिँ खेर चाहिँ खाना चाहिँ खेर पर्नु भएन। ल त्यसपछि अब फटाफट कुकरलाई यता साइडमा राखेर तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला। फाइनल्ली मैले युट्युब च्यानल त खोलिसकेको छु, तपाईहरुलाई जानकारी नै होला। जानकारी छैन भने युट्युबमा गएर लेलिन भ्लग सर्च गरेर हेर्न सक्नुहुनेछ। साथै सब्स्क्राइबर पनि गर्नु होला। अब फटाफट ग्यास साफ गरिहाल्छु, त्यसपछि तपाईहरुसँग कुराकानी गरौँ। सो हेलो साथीहरु, मैले फाइनल्ली सफा गरिसकेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ। एकदम एकछिन म तपाईहरुलाई पनि देखाइदिन्छु। देख्न सक्नुहुन्छ एकदमै राम्रोसँग सफा गरिसकेको छु। अनि यहाँ फ्रिजमा के छ हेरौँ आज खानालाई। धेरै सब्जी छ। ल्याउनु पर्ने केही छैन सायद जस्तो छ। ल फाइनली सफा भइसक्यो। एकैछिन थोडी सायद म इन्डियामा धेरै बस्ने भएर मलाई बीचमा हिन्दी धेरै हिन्दी आइहाल्छ, केही छैन। बिस्तारै नेपाली तपाईहरुसँग कुरा गर्दै सिकिहाल्छु। मलाई आफ्नो पुरानो भाषा आइहाल्छ। यस्तो पनि हुँदो रहेछ कि केही समय मतलब 2-3 वर्ष लगातार म बेंगलोर बसिरहेको छु, त्यही भएर प्राय नेपाली कमै कुरा गर्छौँ। अहिले त आमा बुवा सबै मान्छेहरू साथमै हुनुहुन्छ, त्यही भएर अलि नेपालीमा कुरा गर्छौँ। नभए धेरै पहिलादेखि नै हिन्दीबाट धेरै कुरा गरेर भएको कारणले हिन्दी धेरै आउँछ। केही छैन, सिकिहाल्छौँ। यो च्यानल चाहिँ एकदमै राम्रो। तपाईहरुले मलाई मोटिभेटको लागि पनि तपाईहरुले सहयोग चाहिँ गर्नुपर्ने छ। एकछिन साथीहरु, भाँडा पनि धोएर ल्याइसके, लगभग अब सकियो। अब त्यसपछि भाँडाहरू राखिहालौँ फटाफट। ल साथीहरु, भाँडा धोएर पनि सकाइयो। अब चाहिँ बनाउनु पर्यो खाना। के बनाउने भनेर एकछिन म सोध्छु। हेरौँ पहिला। हेर्न त पहिले हेरिसकेका थियौँ। त्यसपछि आज बनाउँदैछु म ल फाइनल्ली बनाउने गोभी और आलू को सब्जी। ल एकदमै मिठो बनाउने प्रयास गर्नेछु। हेलो साथीहरु, केही समयको ब्रेक पछि फाइनल्ली सब्जी बनेर रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ एकदमै मिठो बने जस्तो छ। मलाई त तपाईहरुलाई कस्तो लाग्छ?
त्यो फलामको डिबेमा चाहिँ बनाउन मन पराउँछु मैले चाहिँ, किनभने फलाममा बनाएको जस्तो स्वाद स्टिलमा आउँदैन। सो सब्जी बनाएर यहाँ रेडी भइसक्यो। अब चाहिँ रोटी बनाउने ल त्यसपछि रोटीको लागि म तयारी गर्छु। तपाईहरू हेर्दै गर्नुहोला। केही समय ब्रेकपछि भिडियो एकदमै लामो हुनेवाला छ, त्यही भएर म फटाफट बनाइहाल्छु। ओके, सो स्टार्ट।